A very good morning again from Tawang. तपाईँले हिजो देख्न सकिहाल्यो बेलुका हामी तवाङहरू लोकल साइटहरू घुमेर आएर त्यतिकै भ्लगलाई ऱ्यान्डमली एन्ड गरिहालेँ। त्यस्तो खासै त के भएन, हामी तर एकदमै नजिकको पोइन्ट ह्यापनिङ पोइन्टहरू कभर गऱ्यो है। सो अहिले 7:23 AM हुँदैछ, किनभने 6 बजे हिँड्ने प्लान थियो हाम्रो, तर यो पर्मिट अलिक ढिलो भयो है। ढिलो कि हामी ढिलो उठेको। टुडे इज आवर डे 6 अनि डेट छ तपाईँको 23 अक्टोबर आज। सो आज हामी कहाँ जानेछौँ भने टुडे वी आर गोइङ बुम्ला पास, माधुर लेक अनि अर्को होली वाटर। होली वाटरलाई के पो भन्दो रहेछ तपाईँको भने नि छुमी ग्यासी बुम्ला देन माधुरी। निश्चय इज भेरी एक्साइटेड, अलरेडी डान्स गर्दैछ त्यहाँ हो। सो हामी यहाँ म्यापमा चाहिँ होली वाटरको देखाएको छैन। लेट्स सेट इट टु बुम्ला। अफलाइन डाउनलोड गरिरहेको छु मैले म्याप है, बिकज माथि इन्टरनेटमा अलिक प्रब्लम हुन्छ। सो अल बाइक्स आर अलरेडी वार्म अप, सबै रेडी छ। यहाँबाट टाइम देखाउँदैछ 1 hour and 15 minutes and the total distance is 34 kilometers according to our Google आन्टी है। बेसी ट्रस्ट पनि गर्नु हुँदैन आन्टीलाई चाहिँ। 7:30 नै हुँदैछ, हामी निस्किन आँटेको अब। हिजोको टोटल किलोमिटर हामी दिनभरि कुदेछ 21.7। हिजो हामीले रिफ्युलहरू केही गरेन है। आज अलिक कम्ती देखाउँदैछ, आज पुग्छ होला, पुगेर आउने आएर चाहिँ लगाउँ भनेर प्लान गर्दैछ हामी। मैले रिसेट गरिसकेको छु। यसो रेडी हो, लेट्स गो। यो रुट चाहिँ हिजोको देखाउँदैछ बाटो हो, जहाँबाट मोनास्ट्रीको बाटो जुन तपाईँले देख्नुहुँदैछ त्यो बाटो देखाउँदैछ। सो आजको तपाईँलाई डिटेल्ड प्लान भन्नुपर्दा अहिले त हामी छुमी ग्याछु जुन चाहिँ अब होली वाटरफल भन्दो रहेछ त्यो जग्गा जाँदैछु। त्यहाँदेखि बुम्ला पास अनि माधुरी लेक, त्यहाँदेखि चाहिँ इभिनिङमा है फर्केर आएर रुममा रेस्ट एकछिन गर्ने हो। त्यहाँदेखि इभिनिङमा चाहिँ हिजो बेलुका म यस्तो वकमा जाँदाखेरि त्यहाँ पर आर्मी एरियामा यहाँ कल्चरल सोहरू हुँदो रहेछ, त्यहाँ जाने प्लान छ हाम्रो। लेट्स सी कतिको एक्साइटिङ हुने हो, कतिको रमाइलो हुनेछ दिन, तपाईँहरू हेरिदिँदै गर्नुहोस् होला। हामी स्टार्ट गरेको लगभग हाफ एन आवर जस्तो भइसक्यो। टोटल आर्मी एरिया रहेछ यहाँ सेटलमेन्ट। हेर्नुहोस् हेरी यहाँ अगाडि निश्चल देख्दैछ तपाईँहरूले। अहिलेसम्म 16.3 किलोमिटर कुदिसकेको छ हामी। कस्तो मजाको थियो जस्तो यहाँ त्यस्तो। हामीलाई अहिले करेन्टली मेन समस्या चाहिँ के हुँदैछ भने हाम्रो जो यो बाइक्सहरू पनि एकदम हाई एल्टिट्युड गेन हुँदै बेसी जब त गेन गर्दछ कुद्न साह्रो पर्दछ यो बाइकहरू। पहिला हामी 2 नम्बर 1 नम्बर हो 3rd गियरसम्म मात्रै हिँड्न सक्छ। यहाँनिर एउटा लेक देख्नुहुँदैछ तपाईँले, आई डोन्ट नो के हो नाम यो है, सानो लेक रहेछ यो। पुरा साह्रो पर्दछ बाइकलाई पुल गर्नु, त्यो अक्सिजन लेभल पुरा ड्रप भयो नि त।
सर्ट ब्रेकको लागि रोकिरहेको छौँ अहिले हामी। कस्तो मजाको भ्याली रहेछ यहाँ। वाउ बल्ल हाम्रो सानो फोटोसुटको र भिडियोहरू बनाउने सेसन पनि सक्यो हो। सो यहाँदेखि हामी फेरि हिँड्दैछौँ। हामी हाफ पेज जस्तो आइसकेको छ अहिले। अब यहाँदेखि एकदमै दमहरू बढिहाल्दछ, साह्रो पर्दछ हामीलाई। त्यो डाँडा जानुभयो दामी हुन्थ्यो, तर एकदमै रिस्की हुने जस्तो त्यहाँ पुग्नु चाहिँ है। सो हेर्नुहोस् यो अहिलेको यो लास्ट भ्यू अफ दिस भ्याली, ब्युटिफुल भ्याली। यसो हेर त, देख्दैछौ पारि लेको ग्रिन कलरको लेक त कस्तो मजाको है। यो अर्को लेक रहेछ, हेर्नुहोस् तपाईँले कति मजाको देखेको यहाँ है। अक्सिजन लेभल चाहिँ एकदमै पतला छ यहाँ। हामीलाई चाहिँ हालत पतला हुन थाल्यो है। बाइकले मात्रै होइन, मान्छेले पनि साह्रो पर्न थाल्यो। लेक भ्यू क्याफे के मजा आयो। खुल्ला छ भने है, खुल्ला छ भने के पाउँछ अब अलिअलि खाएर जाउँ। यहाँ स्नाइपर यहाँ सब स्नाइपर लिएर आएको नि मेरो। तमाम आउँदा चाहिँ हामीले यो अब लास्ट डेस्टिनेसन चाहिँ बुम्ला थियो। एकदमै वर्थ छ यो चाहिँ। होली वाटर 45 किलोमिटर्स, बुम्ला 3 किलोमिटर। वाह गाइज, चेक आउट द भ्यू। कति दामी जग्गा यहाँनिर, जति माथि गयो त्यति ब्युटिफुल है। निश्चय म चाहिँ बाटोमा जुन तपाईँले भिडियोमा हेर्नुहुँदैछ है, यही सर्टहरू खिच्दै खिच्दै हामी जाँदैछौँ। यहाँदेखि बुम्ला इज लाइक 1.5 किलोमिटर्स ओन्ली। होइन टिभी चाहिँ आउँदैन नि त। दुईजना कता भनेको त त्यो गिम्बल सेट गर कि आउ न त्यहाँबाट सट्टै तल अलिक मुनिबाट सट्टै जाउँ न। त्यो गाडी आउँदैछ नि टर्निङ एङ्गलमा, त्यहाँदेखि चाहिँ यहाँसम्म ल एङ्गलमा राख न। Went down when you feel lost in your shadow. Don't feel alone. Don't scream so loud. We are living in तल देखाएको बाइक यहाँ क्यामेरा यहाँ सेट गरेको थियो हामीले। त्यो बाइकहरू कुद्दै गएको निश्चलको क्यामेरा त्यहाँ छ। दुईवटा एङ्गलबाट खिचेको छु। यो भिडियोमा तपाईँले देख्न सक्नुहुन्छ। वाह साह्रो पर्दैछ हिँड्नु। फाइनली गाइज हामी चाहिँ बुम्ला पासमा आइसकेको छौँ। हेर्न सक्नुहुन्छ दिस इज बुम्ला। आई लभ बुम्ला। मैले सरी तपाईँहरूलाई 18,000 फिट भनेको छु, तर यो चाहिँ रहेछ 15,200 फिट। हिजोको भन्दा पनि अलगै हो। हिजोको हामी जुन चाहिँ प्रिभियस भिडियोको जुन पास थियो माथिको,
सेला भन्दा चाहिँ सो यहाँदेखि अब हामी एकछिन बाइक्सहरू यहाँ पार्क गरिरहेको छौँ यहाँ अलिकति हिँडेर एक्सप्लोर गर्छौँ जग्गाहरू कहाँ कहाँ एक्सेस गर्नु कहाँ दिनेहरू चाहिँ बिस्तारै हिँडेर जानेछौँ यति टाइम बिताएर हाफ एन आवर 1 आवर म्याक्सिमम् राखेर चाहिँ त्यहाँदेखि हामी ब्याकतिर जानेछौँ इन्डियन साइड है अहिले यो चाहिँ चिसो छ हावा पुरा डल्लो चल्दो छ यो तपाईँले देख्नु भएको छ कि छैन अलि पोस्ट चाइनिज पोस्ट छ यो हामी अगाडि जाँदैछौँ अहिले त्यहाँसम्म गइसक्नु चाहिँ त्यहाँसम्म गएर आउँदैछ हामी अहिले हामी फर्किँदैछौँ यहाँ उता चाइनिज बोर्डर चाहिँ खिच्नु दिँदैन रहेछ यहाँदेखि चाहिँ हामी ब्रिफिङहरू गरेर बुझाउँदो रहेछ एकदम लुकेर खिच्दैछ अहिले म माथि डाँडा देख्नुहुँदैछ यो सबै तपाईँको एरिया रहेछ बोर्डर एरिया रहेछ एकदमै चिसो मलाई चाहिँ एकछिन साह्रो पऱ्यो अक्सिजन चाहिँ अब गएर अगाडि जुन देख्नुहुँदैछ त्यो ठुलो घर त्यहाँ गएर चाहिँ ब्रेकफास्ट त के भन्नु चियाहरू के खाउँ है अहिले बुम्लादेखि फर्केर है बेसी अरू त के छैन त्यस्तै अब यो भ्याली नै मात्रै छ अलिक मुनि आएर 3-4 किलोमिटर डाउन झरेर लेफ्टपट्टि जुन चाहिँ होली वाटर भन्ने पोइन्टहरू छ त्यो त्यस्तोतर्फ हामी जाँदैछौँ Fire went out, lights went down. When you feel lost in your shadow, don't feel alone, don't scream so loud. We are living in this cruel world, broken but strong, gotta move on. You're not a bakery of life. Equip my soul, find the real gold. I'll fulfill what I started. यहाँ चाहिँ पासा हात पकाउँदैछ जाडो भएर यस्तो चिसो छ कि अब इन्जिनमा हात राखेर चाहिँ हात पकाउँदैछ जाडोको चाहिँ अब अल्टिमेट जाडो अक्सिजन एकदमै कमी हो यस्तो भ्यू कति दामी छ यहाँदेखि देयर आर सो मेनी ब्युटिफुल प्लेसेस तपाईँले एकदमै टाइम दिनै गर्दाखेरि पुरै दिनै लाग्ने रहेछ साथी अहिले हामी माथिबाट झरेर मजाको पोइन्टमा रोकेको छौँ बाटो छानो छ है एकछिन लागि यो हेर्नुहोस् त कति दामी यो सबै तवाङ हो डल्लै यो चाहिँ माथि भ्यू भएर बुम्ला जाने रोडबाट देखिन्छ है यस्तो खालको सानो सानो जग्गाहरू पुरा रहेछ जहाँ तपाईँले पिकनिकहरू गर्न सक्छ गएर टाइम स्पेन्ड गर्ने बस्ने टाइपको दुई बजिसकेको छ हामी तवाङ पुग्यो अहिले है एउटा फ्याट मङ भन्ने रेस्टुरेन्ट छ यहाँ हामी लन्चको लागि स्टप गरिरहेको छौँ अब यहाँ लन्चहरू गरेर त्यहाँदेखि रुम जाने रुममा गएर रेस्ट गर्ने रेस्ट गरेर इभिनिङको सो छ माथि है आर्मीहरूको एरियामा 1 आवर भयो हामी वेट गरेको तर फुड चाहिँ दामी रहेछ यो मैले चाइनिज कम्बो मगाएको छु यसमा स्टिम मोमो चिली मोमो फ्राइड राइस एन्ड चिकन चाउमिन निश्चलको आउँदैछ चिकन थाली यो चाहिँ खाना यो चाहिँ मैले चाहिँ नयाँ ट्राई गर्दैछु निश्चलको चाहिँ खाना चाहिँ एक बोल चिकन एउटा डल्लै हाल्दैछु उसको चाहिँ यो यति तिम्रो आमामा धेरै आरावाला जस्तो छ नि हौ ओके हामीले लन्च नट एक्ज्याक्टली लन्च ब्रन्च भयो हेभी ब्रन्च भयो हाम्रो अहिले एकैचोटि भोक लागेर एकैचोटि है अब हामी यहाँदेखि निस्किँदैछौँ रुमतर्फ रुममा गएर एकछिन रेस्ट गर्ने फेरि निस्किनेछौँ 2 आवर्स जस्तो रेस्ट गरेर निस्किन्छ हामी भेरी गुड इभिनिङ फेरि अहिले रुमबाट हामी एकछिन बाहिर निस्केछौँ हामी चाहिँ कहाँ गएको भन्दा चाहिँ अहिले ग्राउन्ड घुम्नु आएको छ ग्राउन्ड घुमेर त्यहाँदेखि बजार पनि जाने हो बजारमा के किने मिसल भनिदिनु अलिक अपडेट गरिदिनु हामी चाहिँ खाएको यहाँनिर अरू नै के हेर्नु आएको दामी ठाउँहरू छ हामी यहाँ म्याराथनको लागि भोलि अलिकति प्र्याक्टिस वार्म अप राउन्ड एक राउन्ड जस्तो गरेर जाउँ भनेको थिएँ 5 राउन्ड जस्तो गऱ्यो अब चाहिँ हामी माथि बजारमा गएर आफ्नो त्यसो सानो मेनो के सामानहरू किन्दैछ त्यहाँदेखि
फेरि फर्किन्छौँ हामी भोलि चाहिँ अब हाम्रो बिङमा 21 किलोमिटरको म्याराथन छ तिमी कति मिटर छ 05 5 मात्रै हो त्यहाँ अल द बेस्ट हुन्छ तिमीलाई अब यो त एकदमै प्रेस्टिजियस इभेन्ट हो इन्डियाको है वान अफ दि ठुलो इभेन्ट हो यसमा यो हामी आउनु हामीलाई त जे होस् योपालिको तावाङ ट्रिपमा चाहिँ एकदमै मेमोरिजहरू पनि छ र धेरै मजा आयो अब चाहिँ हामी जाँदैछौँ तावाङ मार्केट ग्राउन्डदेखि चाहिँ 500+ स्टेप्सहरू सिँढीहरू हेरिकन हामी बल्ल यो तावाङ ओल्ड मार्केट आइपुगेको छौँ सो हामीले खोज्दै गरेर सामानहरू किनेर चाहिँ विल ब्याक टु तावाङ मेमोरियल जाने त्यहाँ चाहिँ सोहरू छ नाइटको होइन सो जाने होइन सानो मार्केट रहेछ खतरा सपिङ भएको छ नि शुल्क चाहिँ मैले अलिअलि किनिरहेको छु अब काम लगभग सकिसकेको छ हामी जाँदैछौँ यो अगाडि पर देख्नुहुँदैछ तपाईँले यो परेड ग्राउन्ड हामी बजारबाट है आज चाहिँ फुल एकदमै मार्केटहरू डल्लै हिँडेरै है आउँदैछ कति हामी यति अराउन्ड 5 किलोमिटर त हिँड्यो पक्कै 5 किलोमिटर हिँड्यो है 5 किलोमिटर 500 स्टेयर सिँढी चढेर बजार गइकन आयो सो आज तपाईँहरू दिनभरिको भिडियो हेर्नुभयो त्यो सबै सिरिज हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अरुणाचल भिडियोलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद आजको लागि यतिमै हामी आजको भिडियोलाई बुम लगाएको भिडियो भयो दिनभरि एन्ड गर्न चाहन्छु धेरै धेरै धन्यवाद धन्यवाद